अन्यगासियो नमस्कार। म फेरि पनि उपस्थित भइसकेको छु। कोरियन भाषा प्रशिक्षक सन्तोष छेत्री। आजको च्याप्टर छ सामसिबगुवा च्याप्टर 30 को छङ्बो मनुवा जानकारी र संस्कृति अनुसारको हाल्ल्यो मनुवा। हाल्ल्यो भन्छ, हाल्ल्यो के त यहाँ र लगत्तै न लगत्तै र छ भने के रहेछ, यसको उच्चारण ल उच्चारण गरिन्छ भनेपछि हाल्ल्यो। हान्ल्यु हान्रु होइन कि हाल्ल्यु मनुवा भन्छ। हाल्ल्यु भनेको कोरियन लहर भन्छ। यो कोरियन लहर हो। हाल्ल्युको अर्थ के त कोरियन लहर। अब यहाँ चाहिँ मनुवा भएको भएर कोरियन लहरको संस्कृति होइन। कस्तो कस्तो चिजमा चाहिँ कोरियन लहरले कस्तो प्रभाव पारेर रहेछ त देशलाई, कोरिया देशलाई भन्दा अहिले नेपालमा पनि सानो बच्चाहरू पनि कोरियन ड्रामाहरू हेर्ने होइन, कोरियन खानाहरूको कोरियन सिक्ताङहरू नेपालमा भित्राइएको छ। के हो यो? हाल्ल्युको प्रभावले कोरियन ड्रामाहरू हरेक चिज स्टाइलहरू होइन सबै के हो हाल्ल्युको प्रभावले हो भन्छ के। हाल्ल्युको मार्फत त्यो हाल्ल्यु त्यो कोरियन ड्रामा हेरेपछि कोरियन ड्रामा आउने मेकअपका सामान होइन, कुन मेकअप लाएर आउने अनि कपडाको फेसनको सामानहरू के हो, यही ड्रामा मार्फत चाहिँ विश्वभरि परिचित भयो भने त्यसलाई के भन्दो रहेछ, हाल्ल्यु। हाल्ल्यु नुन हाङ्गुके उमाक। कोरियन हाल्ल्यु भनेको कोरियन लहर चाहिँ कोरियाको सङ्गीत, ड्रामा नाटक, यङवा फिल्म, फेसन ब्युटी दुङे आदिको थायङान कन्टेन्ट्सका सेगे भनेको यस्ता के रहेछ। हाल्ल्युले चाहिँ केबाट रहेछ भन्दा एउटा उमाग होइन, ड्रामा, यङवा, फेसन, ब्युटी, सङ्गीत, नाटक, फिल्म, फेसनबाट अनि ब्युटीबाट चाहिँ आदिको विभिन्न थायङान विभिन्न कन्टेन्ट्सका यो त कन्टेन्टहरू बनाएर सेगे भनेको विश्वव्यापी रूपमा यर खुक्का यस धेरै देशहरूमा चाहिँ साराङ्गोल फातको माया पाएको र सोबी दैनुन गसुल उइमी आनन्दे के रहेछ, माया पाएर अथवा माया पाएर रुचाइरहेको अर्थ छ अरे। यिनै सङ्गीतको लहरले, ड्रामाकोले, फिल्मले, फेसनले, ब्युटीले गर्दाखेरि के त विश्वभरि नै के पाएको छ, धेरै देश विश्वका धेरै देशहरूले के गरेका छन्, माया दिइरहेको र रुचाइरहेका छन् भन्ने अर्थ छ भन्छ। हाङ्गुक मनुवा कोरियाको संस्कृतिको थायङसङ्ग्वा विभिन्न के त विविधता र मेरेकुल सेगे भन्छ आकर्षणलाई। मेरेक भनेको आकर्षणलाई के त आकर्षणलाई सेगे विश्वव्यापी रूपमा आल्लिनुन्दे खुन या खलाम्ने त बुझाउनको लागि के त परिचित गराउनलाई चाहिँ के गर्छ, ठुलो भूमिका खेलाउँछ अरे। कोरियन संस्कृतिलाई विविधता र के त आकर्षणमा चाहिँ विश्वव्यापी रूपमा चिनाउनको लागि के त ठुलो भूमिका खेल्छ कसले, हाल्ल्युले। हाल्ल्युभित्र के रहेछ, सङ्गीत, ड्रामा, यङवा, फेसन, ब्युटीले गर्दाखेरि के रहेछ, कोरियन लहरहरू चाहिँ विश्वव्यापी रूपमा परिचित गर्न सक्दो रहेछ भन्छ। यसरी नै कोरियाको व्यापारहरू पनि वृद्धि हुने, सबैतिर फेसनहरू भएपछि फेसनहरूमा पनि वृद्धि हुने होइन, हर चिज चाहिँ के हुने रहेछ, हाल्ल्युको प्रभाव रहेछ। केपअप भन्छ के रहेछ सङ्गीतमा, केपअप भन्ने केपअप हो कोरियाको। केपअप भन्छ के रहेछ, केपअप होइन, केपअप। थायङान विभिन्न प्रकारको उमाग सङ्गीत, विभिन्न प्रकारका सङ्गीतहरू विभिन्न विधाका, लोक भयो, आधुनिक भयो, ऱ्याप भयो, यस्ता खालका के विभिन्न विधाका छाङ्रुवा भन्छ यो विधाहरू होइन। उमाग भनेको सङ्गीत, छाङ्रु भनेको ड्रामा र मच्चिन आन्बु भन्छ देखाइएको एकदम सौन्दर्य विभिन्न सामग्री। छाङ्रु भनेको फेसन होइन,
उमाग भनेको सङ्गीत, विभिन्न सङ्गीत, ड्रामा, फिल्म, फेसनहरू। मच्चिन आन्बु भन्छ सौन्दर्य देखिने सामग्रीहरू। वारेयान मुदेरो भनेको रङ एकदम अब के रहेछ मच्चिन आन्बु भन्छ भनेको आकर्षक नृत्य होइन। वारियान मुदेरो भन्छ रङ्गीन प्रस्तुतिकरण काकार साराङ उल्फातको किसिमदा मुदेरो ग्रुपमा चाहिँ के गरेर नृत्यले रङ्गीन प्रस्तुतिकरण त माया पाइरहेको छ भन्छ। फिथिएस बिटिएस भन्छ यो सङ्गीत हो। ब्ल्याक पिङ्क भन्छ होइन। न्यू जिन्सु नयाँ जिन्स भन्छ। दुङ्गे आदि चाहिँ आइडल आदि चाहिँ के त आइडल भनेको आइडल। ग्रुपी आइडलको के त समूह, ग्रुप भनेको समूह। ग्रुपी समूहले हेवे यसो त खुन इन्गिरुल कुर भनेको ठुलो विदेशमा पनि के त यो ग्रुपले चाहिँ के रहेछ यो बिटिएस ग्रुप, केपअप ग्रुप, ब्ल्याक पिङ्क ग्रुप र न्यू जिन्स भन्ने ग्रुपले चाहिँ के रहेछ कोरियाको यो ग्रुप रहेछ। यो ब्यान्ड जस्तै नेपालको नेपथ्य यस्तै छ नि त्यस्तै ग्रुपले चाहिँ आइडल ग्रुप भनेको छ। हेवेस विदेशमा पनि विदेशबाट खुन इन्गी भनेको ठुलो लोकप्रियता अनि कुरो हाल्लिवे छुङसिमी दोइको स्मृदा लोकप्रिय भएको कमाएको भएर के त केन्द्रबिन्दु भएको छ र यो कोरियन लहरको चाहिँ केन्द्रबिन्दु बनेको छ भन्छ। यो चाहिँ हाल्लिउ चाहिँ के त केन्द्रबिन्दु यसले यिनीहरूले चाहिँ बटुलेको भएर यो हाल्लिउ चाहिँ के भयो केन्द्रबिन्दु बनेको छ भन्छ। के ड्रामा कोरियन ड्रामा भएको के ड्रामा अनि कोरियन नन चाहिँ होङमी छिनछिनहान भन्छ। होङमी छिनछिनहान एकदम रोचक खालको कथावस्तुलाई चाहिँ इयागी कुराकानी फेवे कलाकारको सिलगाम नानो यन्गी कलाकारको वास्तविक लाग्ने अभिनय र आरामदाउन सुन्दर यङसाङोल सुन्दर दृश्य यङसान भनेको भिडियो होइन दृश्य अथवा भिडियो दुङ उरो आदिको रूपमा खुन इन्गिरुल अतको स्थितिमा ठुलो लोकप्रियता पाइरहेको छ। दोकेबी मिसुथस सेन्साइन थायाङान युए ओजिङ खेम दुङुल थेप्यो जकिन चाकफुमिम्निदा तिनी चाहिँ के हुन् त मुख्य ड्रामा। अब के हुन् त तिनी चाहिँ प्रमुख उत्पादन ड्रामा हुन् भन्छ। मुख्य सामग्री चाहिँ के रहेछन् त यो हाल्लिउ मार्फत हुनको लागि केबाट रहेछ थोकेबी मिस्था सनसाइन थायाङान युए ओजिङ गेम भन्ने चाहिँ के हुन् प्रमुख उत्पादन हुन् भन्छ। प्रमुख रूपमा के हुन् त उत्पादन अथवा ड्रामा हुन् भन्छ। टुवान त्यसै गरी हाङ्गुके फेसन वा कोरियाको फेसन वा ब्युटी भनेको सौन्दर्य ब्युटी भएको होइन। ब्युटी दो इन्गिरुल अतको नन्दे ब्युटीले पनि लोकप्रिय कमायो। कोरियन क्रिम भन्छन् नि नेपालमा के त कोरियन कपडाहरू होइन कोरियन स्टाइल भन्छन् त्यो खालको लोकप्रिय भनेको फेसनले अनि ब्युटीले क्रिमले होइन। इन्गिरुल अतको नन्दे लोकप्रियता ओगटिरहेको छ लोकप्रियता हासिल गरिरहेको छ। थुक्की विशेष चाहिँ हाङ्गुके केपअपको विशेष चाहिँ के रहेछ कोरियनको केपअप आइडल भनेको त्यो केपअपमा खेल्ने आइडलहरू आइदुरे भनेको आइडलको फेसनको स्टाइल र मेकअपी भन्छ मेकअप सेगे जगिन भनेको विश्वव्यापी रूपमा चाहिँ
ट्रेन भनेको ट्रेन्ड रुल ट्रेन्डलाई चाहिँ इकुलको स्मिता के गरिरहेको छ ट्रेन्डलाई चाहिँ नेतृत्व गरिरहेको छ हाङ्गुके सुखिन खिय कोरियाको स्किन केयर छालाको हेरचाह भन्छ सुखिन भनेको के रहेछ स्किन हो हैन खिय भनेको केयर गर्नु सुखिनको अर्थ के रहेछ स्किन छाला खिय भन्यो भने केयर हेरचाह सुखिन खिय छेफुमुन छालाको हेरचाह गर्ने सामग्री चाहिँ हाङ्गुके यहेङ्गे छ कोरियाको भ्रमणबाट पनि कोक खुमे आनन मुलफुम जुङे अनिवार्य किन्ने खरिद गर्ने खुमे आधा खरिद गर्नु खुइ फादा हैन खुइ खुमे सादा के रहेछ किन्नु हैन खुइफादा खुमे आदा सादा खरिद गर्नु अब के रहेछ कोरियाको भ्रमण आउँदाखेरि अनिवार्य रूपमा खरिद गर्ने चाहिँ मूलभूत सामग्री जुङे मध्येमा चाहिँ हानानुन देशिमदा हानानुन भएको छ अरे यही कोरियन केपअपमा लगाएका आइडलहरूको फेसन स्टाइलले गर्दाखेरि त्यो ब्युटीले गर्दाखेरि के रहेछ कोरियाको छालाको स्किन केयर को क्रिम चाहिँ के रहेछ अनिवार्य जुन देशको मान्छे भ्रमण आए तापनि एक फेर चाहिँ यो क्रिम चाहिँ किन्ने के भएको छ अनिवार्य किन्ने सामग्रीको रूपमा बनेको छ भन्छ स्किन केयरको क्रिम यसरी चाहिँ हालिउले चाहिँ कोरियाको व्यापारमा पनि के गरेको छ टेवा पुर्याएको छ भन्छ हालिउ भनेको कोरियन लहर हो यसले कोरियामा उत्पादन भएका हैन लाई विश्वव्यापी रूपमा चाहिँ चिनाउन सफल भएको छ जुन जुन चीजहरु चिनाएर विश्वव्यापी रूपमा पनि यसले व्यापार गर्छ भने त्यो के हो हालिउ भनेको हालिउको लहर भनेको के रहेछ भन्ने बुझ्नु पर्यो भने मेन चाहिँ कोरियामा उत्पादन भएका हरेक फेसनहरु ब्युटीहरु हैन हरेक चीजलाई चाहिँ विश्वव्यापी रूपमा चिनाउनको लागि गरिने एउटा कार्य नै हालिउ हो कोरियन लहर हो भनेर बुझ्नु होला हस्त धन्यवाद फेरि म अर्को सामसिप इगवा चाहिँ भोलि लिएर आउने नै छु माया गरिदिनु होला हस्त धन्यवाद खम्सामनिदा